अत्यन्तै महत्त्वपूर्ण इस्यु उठेको छ र यसको विषयमा हामीले सरसर्ती दोस्रो एङ्गलबाट अर्को किसिमले पनि हेर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। यो सन्दर्भमा आज नेसनल प्रेस क्लबले उठाएका 4-5वटा प्रश्नहरूको बारेमा एउटा लिबरल थिङ्करको हैसियतले उदारवादी नीतिमा विश्वास गर्ने, कानुनी शासनमा विश्वास गर्ने र जनताको सुप्रिमेसीमा विश्वास गर्ने एउटा नागरिकको हैसियतले म तपाईहरु समक्ष केही यी प्रश्नहरूलाई हाम्रो लिबरल भ्यालुले के भन्छ यो विषयमा म तपाईहरु मार्फत आम नेपाली नागरिकलाई स्पष्ट गराउन चाहन्छु। पहिलो प्रश्न छ, विद्यार्थी संगठन बन्देज गर्ने प्रधानमन्त्रीको जुन निर्देशन छ त्यो प्रति के हो भन्ने जुन प्रश्न छ, म प्रधानमन्त्रीजीले राजनीति केन्द्रित दल केन्द्रित विद्यार्थी संगठनलाई ब्यान गर्नुपर्छ भनेर जुन एउटा कदम उठाउनु भएको छ त्यसमा मेरो हार्दिक समर्थन छ। दल निकट विद्यार्थी संगठनहरूले यो नेपालको शिक्षालाई चौपट गराउनुमा, नेपालको शिक्षालाई समाप्त गर्नुमा त्यसको भूमिका पनि रहेको छ। सबै चीज त्यही त होइन, तर त्यो महत्त्वपूर्ण हो। त्यो धेरै फ्याक्टरहरू मध्ये नेपालको एजुकेसनमा दलगत विद्यार्थी संगठन, नेपालको एजुकेसन बिगार्नमा यो दलगत संगठन पनि एउटा महत्त्वपूर्ण पार्टको रूपमा रहेको छ। त्यसैले यसको एक्टिभिटीलाई निषेध गर्नु, यसलाई निषेध गर्नु स्वाभाविक हो। तर दलगत राजनीतिलाई निषेध गर्नलाई कसरी चाहिँ सकिन्छ होला त भन्दाखेरि हामीले पहिलो कुरो के विचार गर्नुपर्छ भने दलगत राजनीतिलाई विश्वविद्यालयमा निषेध गर्नु नै हो, तर विद्यार्थीको भोइस बन्द गर्ने होइन, विद्यार्थीको आवाज बन्द गर्ने होइन, अभिभावकको आकांक्षालाई बन्द गर्ने होइन। अभिभावक के सोच्छन्, शिक्षकहरू कसरी एजुकेसन दिन चाहन्छन्, विद्यार्थीहरू कस्तो एजुकेसन लिन चाहन्छन्, ती सबै कुरालाई मिलाएर अगाडि बढ्ने, तर विश्वविद्यालयबाट राजनीति समाप्त गर्ने र दलीय राजनीति समाप्त गर्ने, जो राजनीतिक विद्यार्थीहरूबाट जसले राजनीति गरिरहेको छ त्यसको अन्त्य गर्ने प्रधानमन्त्रीले जुन सोच राख्नु भएको छ त्यो सही छ। तर मैले सोझै दलगत विद्यार्थी संगठनका ब्यानर फालिदिन्छु, तपाईँ अफिस बन्द गरिदिन्छु भन्दाखेरि देश कन्फ्लिक्टमा जान सक्छ। त्यसैले सजिलोसँग हुने कुरा प्रधानमन्त्रीलाई म सुझाउन के चाहन्छु भने जुन कुरो सजिलोसँग एचिभ हुन्छ त्यो कुरो तपाईँ कन्फ्रन्टेसनमा किन जानुहुन्छ, नजानुहोस्, द्वन्द्वतिर नजाउँ हामी। र द्वन्द्वतिर नगइकन समाधान हुन्छ भने द्वन्द्व किन निम्ताउनु, सङ्घर्ष, भिडन्त, नारा, जुलुस, हडताल, आगजनी, हिंसा, हत्या यतातिर किन जाने। त्यसैले म प्रधानमन्त्रीलाई आज सजिलो पार्न के चाहन्छु भने दलगत विद्यार्थी संगठनलाई बन्देज लगाउनु 100% सही हो र त्यो 100% सही कुरो सजिलोसँग प्राप्त गर्न सकिन्छ। त्यहाँ कुनै स्ट्रगल तपाईले पुलिस चौकी क्याम्पसभित्र राख्नु नै पर्दैन, युनिभर्सिटीभित्र पुलिस चौकी राख्नु नै पर्दैन। अनि प्रश्न उठ्छ, पुलिस चौकीमा राखिकन कन्फ्रन्टेसनमा नगइकन जिन्दाबाद र मुर्दाबादका नारा नलागिकन पनि विश्वविद्यालयबाट दलीय राजनीति समाप्त गर्न सकिन्छ? हो, म भन्छु सकिन्छ, बडो सजिलोसँग सकिन्छ। पहिलो कुरो म तपाईलाई भन्छु, छोटकरीमा भन्छु, हामी कहाँ मास एजुकेसन छ, फ्याक्ट्री एजुकेसन छ। यो मास एजुकेसनलाई कोटा सिस्टमबाट नियन्त्रण गरौँ। त्यो भनेको के हो? त्यो भनेको सरकारी क्याम्पस, प्राइभेट क्याम्पस ती सबैमा कोटा तोक्दिउँ। त्यसो भनेपछि तपाईको ठुलो मास त्यहाँ ग्यादरिङ हुँदैन। ठुलो मास जब जम्मा हुन्छ, मास जम्मा हुँदाखेरि मास चाहिँ भाइलेन्ट हुन्छ, विवेकहीन हुन्छ, क्राउड विवेकहीन हुन्छ। तपाईले क्राउड जम्मा हुन नदिनुस्, त्यसको लागि कोटा सिस्टम लागू गर्नुहोस्, भेरी इजी। तपाईले त्यहाँ जब कोटा सिस्टम लागू गर्नुहुन्छ 40 जना 50 जना 100 जना विद्यार्थी जम्मा भएर पढ्छन्, सिधियो त कुरो त्यहाँ ठुलो कसैलाई केही समस्या हुँदैन। दोस्रो कुरो म तपाईलाई भन्छु, हाम्रो परीक्षा प्रणाली इयरली सिस्टम छ, सबैलाई ट्राइमेस्टरमा लिएर आइदिनुस्, परीक्षा प्रणाली बदल्दिनुस्। ट्राइमेस्टर 3-3 महिनामा परीक्षा हुने, सेमेस्टर होइन, सेमेस्टर 6 महिनामा हुन्छ, ट्राइमेस्टर 3 महिनामा परीक्षा हुने पार्दिनुस्।
3 महिनामा परीक्षा हुने भएपछि के हुन्छ, विद्यार्थी परीक्षा र किताबमा संलग्न हुन्छ, इन्टर्नसिपमा संलग्न हुन्छ, उसले राजनीति गर्ने मौकै पाउँदैन। अनि तपाईँले अहिले त इयरली सिस्टम छ, 1 वर्षको जाँच 2 वर्षमा हुन्छ, तेस्रो वर्ष रिजल्ट निस्किन्छ। त्यसो गर्दा विद्यार्थीहरूमा फ्रस्ट्रेसन भयो, कोटा छैन, हजारौं विद्यार्थी एउटा क्याम्पसमा, एउटै क्याम्पसले 5000 6000 विद्यार्थी पढाउँछ, जबकि 6000 विद्यार्थीमा त 6वटा युनिभर्सिटी चल्छ। त्यसैले मैले के भने एकातिर कोटा सिस्टम लागू गरिदिनुहोस् क्याम्पसहरूलाई, विश्वविद्यालयहरूलाई, अर्कोतिर तपाईँ यो ढङ्गले परीक्षा प्रणालीमा सुधार गर्नुहोस् र ट्राइमेस्टरमा ल्याउनुहोस्। ट्राइमेस्टर हुने बित्तिकै विद्यार्थी दायामाया गर्नै पाउँदैन। अर्को म तपाईँलाई भन्छु, टिचरलाई इम्पावर गरिदिनुहोस्, जाँच लिने काम, सिलेबस बनाउने काम सबै टिचरले गर्छ, रिजल्ट निकाल्ने काम सबै टिचरले गर्छ। त्यसो गर्दा हुन्छ के हुन्छ भने 15 दिनभित्र 10 दिनभित्र रिजल्ट निस्किन्छ। कुन विद्यार्थी पास हुन्छ, कुन विद्यार्थी फेल हुन्छ, 10 दिन पछाडि रिजल्ट निस्किन्छ, हातमा सर्टिफिकेट उसैले निकाल्छ, त्यसलाई एप्रुभ युनिभर्सिटीले गरिदिन्छ। सिद्धियो त कुरो। तपाईँले नारा जुलुस गर्नै परेन नि। तेस्रो कुरो म तपाईँलाई अर्को कुरो सुझाउँछु प्रधानमन्त्रीजी, नेपालको एजुकेसन चिप एजुकेसन हो, रस्ते के माल सस्ते में। तपाईँ सस्तो चिज रस्तामा पाइन्छ, त्यसको भ्यालु कहाँ हुन्छ त? तपाईँ यसलाई ब्याङ्किङ सिस्टमबाट लोन लिएर पढाउने गर्नुहोस्। अब फ्री नगर्नुहोस् युनिभर्सिटी एजुकेसन। 20 22 25 वर्षको युवालाई तँलाई निःशुल्क पढाउँछु, दिनभरि सुत भनेपछि स्वाभाविक रूपमा त्यसको खाली दिमाग शैतानको घर त भइहाल्छ नि, त्यसले आगो लाउन नथालेर के गर्छ त? त्यसैले त्यसलाई के गर्नु पर्यो? ब्याङ्किङ सिस्टममा ल्याउने, एजुकेसन लोन दिनु हो, एजुकेसन लोनबाट पढाउने हो। BA पढ्ने, MA पढ्नेले, PhD गर्नेले, MPhil गर्ने एजुकेसन लोन लिनुपर्छ। 5 लाख 6 लाख 10 लाख कति लिनुपर्ने विश्वविद्यालयमा? ब्याङ्कले लोन दिने, विद्यार्थीले लोन लिएर पढ्ने, अनि त्यसलाई हप्ताको 20 घण्टा 22 घण्टा 25 घण्टा आवरले पेमेन्ट गरिदिने, पेमेन्ट सिस्टम। अनि काम नगरेर सुख पाउँछ। जब तपाईँ विद्यार्थीलाई वर्क फोर्सतिर लैजानुहुन्छ, वर्क गर्न लैजानुहुन्छ, कामतिर लैजानुहुन्छ, उसले नारा जुलुस गर्ने फुर्सदै पाउँदैन। तपाईँले जब तपाईँ केही चेन्ज, जस्तै अर्को कुरो म भन्छु तपाईँलाई, नेपालको एजुकेसनको फिलोसफी गलत छ। हामीले त्यहाँबाट सुरुवात गर्नुपर्छ। एजुकेसनको फिलोसफी हामी कहाँ इगालिटेरियन सोसाइटी, समतामूलक समाज निर्माण गर्ने नेपालको स्कुल एजुकेसन र युनिभर्सिटी एजुकेसनको फन्डामेन्टल अब्जेक्टिभ हो। त्यो मार्क्सिस्ट अप्रोच हो। मार्क्सले के भन्नुहुन्छ भने समाज समतामूलक हुनुपर्छ, वर्गविहीन हुनुपर्छ। वर्गविहीन समाजको कल्पना गर्ने शिक्षा प्रणाली हामीसँग छ, जुन न हिजो संसारमा थियो, न आज छ, न भोलि हुन्छ। यस्तो वायात मार्क्सिस्ट फिलोसफी पढाएर तपाईँ बस्नु भएको छ। यसको साटो तपाईँले फिलोसफी चेन्ज गराउनुहोस्। यदि स्कुलको फिलोसफी, एजुकेसनको फिलोसफी तपाईँले विश्वविद्यालयदेखि स्कुलसम्मको एजुकेसनल फिलोसफी चेन्ज गरेर इगालिटेरियन सोसाइटीबाट कम्पिटेटिभ र ओपन सोसाइटीमा, ट्रान्सपेरेन्ट सोसाइटीमा, इन्डिभिजुअलिस्टिक सोसाइटीमा समाज निर्माण गर्नेकन एजुकेसन दिनियो भनेदेखि यहाँ एकजना विद्यार्थीले पनि राति आगो लिएर मसाल जुलुस निकाल्न जाँदैन, किनभने काम नगरिकन उसले स्कुलको फी तिर्न सक्दैन, कलेजको फी तिर्न सक्दैन। प्रत्येक मान्छेले, प्रत्येक विद्यार्थीले कलेजले प्रोभाइड गरेको फारम भर्ने, ब्याङ्कबाट लोन लिने। त्यसो गर्दाखेरि के हुन्छ? ब्याङ्कको लिक्विडिटी पनि विद्यार्थीले सदुपयोग गर्छ। तपाईँको GDP बढ्छ। थुप्रै मान्छेले काम गर्छन्, किनकि 5 लाख 7 लाख विद्यार्थी जो युनिभर्सिटी एजुकेसन पढ्छन् हाम्रो देशमा, ती 7 लाखले काम गर्दाखेरि यो देश जुरुक्कै बोक्छन् 5 वर्षमा। त्यसैले बडो विचार पुर्याएर, बुद्धि पुर्याएर काम गर्नुभयो भने तपाईँलाई यहाँ नेभिसँग हटाउनु नि पर्दैन, अखिल हटाउनु नि पर्दैन, तपाईँले ब्यानर र झन्डा च्याप्न हिँड्नै पर्दैन। त्यसैले म आग्रह गर्छु, राजनीति भनेको बुद्धिको खेल हो, बुद्धि लगाउनु साथी हो। जबरजस्ती गर्नुभयो देश कन्फ्लिक्टमा जान्छ। हामीलाई फेरि हत्या हिंसा चाहिएको छैन, फेरि आगजनी चाहिएको छैन, फेरि लुटपाट चाहिएको छैन, फेरि हडताल चाहिएको छैन, मुर्दाबाद र जिन्दाबाद फेरि सुन्ने मन छैन। त्यसैले हामीले के भन्यौँ भने शान्तिपूर्ण तरिकाले तपाईँ एजुकेसनलाई ट्रान्सफर गर्नुहोस्, एकदम सजिलो छ। म आज प्रधानमन्त्रीको सदाशयतालाई, प्रधानमन्त्रीले जुन स्टेप चाल्नु भएको छ एजुकेसन सुधारतर्फको, त्यसमा पूर्ण समर्थन गर्दै उहाँको एक्ट, उहाँको जुन स्ट्राटेजी छ, त्यो स्ट्राटेजी चाहिँ मोर भाइलेन्ट स्ट्राटेजी प्रधानमन्त्रीले समात्दै हुनुहुन्छ। त्यसलाई
पिसफुल ट्रान्सफर्मेसन ओरिएन्टेड गराइदिनु भयो भने नेपाल फेरि हिंसात्मक द्वन्द्वमा जाँदैन। किनभने बिएएमए पढ्नेहरू भनेको युवाहरू हुन्, त्यहाँ बुद्धि कम बल धेरै देखाउने समुदाय हो। त्यो समुदाय फेरि अर्को हत्या र हिंसामा जान सक्छ भन्ने डर र भय मलाई छ। त्यसैले तपाईँ यो बाटो छोड्नुहोस्, सही बाटो लिनुहोस् भन्ने मात्रै मेरो आग्रह छ प्रधानमन्त्रीजीलाई र यो क्याबिनेटलाई। दोस्रो कुरो, म दोस्रो कुरातिर जान्छु। उहाँले नैतिक शिक्षाको कुरा गर्नुभएको छ। नेपालमा नैतिक शिक्षा चाहिन्छ भनेर भन्ने कुरो छ, तपाईँको विचारमा के छ भनेर भन्नुभएको छ। म तपाईँलाई खालि उदाहरण मात्र, यो नैतिक शिक्षा सम्बन्धी तपाईँलाई एउटा उदाहरण मात्रै दिन चाहन्छु। त्यो के हो भने जुन मान्छे भोको छ त्यसले के खोज्छ? खाना खोज्छ। यसको मतलब उनलाई खानाको अभाव छ। खानाको अभाव भएको मान्छेले खाना खोज्छ। गाउँघरमा गाईले देख्नु भएको छ कि छैन, माटो चाट्छ। किन माटो चाट्छ भने जब गाईमा भैँसीमा भिटामिन र आइरनको डेफिसियन्सी हुन्छ त्यसपछि माटोबाट त्यो आइरन प्राप्त गर्नको लागि गाईले माटो चाट्छ। किन माटो चाट्यो त भन्न आफूसँग जे कुरो छैन त्यो प्राप्त गर्नलाई चाट्यो। जुन मान्छे लुगा छैन, नाङ्गै छ, त्यसले के खोज्छ? लुगा खोज्छ। यहाँसम्म म ठिक छु, तपाईँहरू पनि सहमत हुनुहुन्छ। अब म तपाईँलाई के भन्छु भने जो मान्छेसँग नैतिकता छैन त्यही मान्छेले नैतिकता खोज्छ। हामीले आजसम्म जति पनि नैतिक शिक्षा चाहिन्छ भनेर भनेका छन्, ठिक त्यसै गरिकन जसरी भोको मान्छेले खाना खोज्छ, जसरी नाङ्गो मान्छेले लाउन खोज्छ, जसले छानो नभएको मान्छेले घर खोज्छ, जसरी सन्तान वंश अगाडि बढाउन चाहने मान्छेले विवाह गर्न खोज्छ, ठिक त्यसै गरिकन अनैतिक मान्छेले, जोसँग नैतिकताको अभाव छ, त्यो मान्छेले नैतिक शिक्षा खोज्छ। त्यसैले तपाईले के बुझ्दिनु पर्यो भने नैतिक शिक्षा यो देशलाई चाहिन्छ भन्ने मान्छे सबै अनैतिक हुन्। ती आजसम्म अनैतिकताको अभ्यास गर्छन्। र म तपाईलाई सिम्पली लामो व्याख्या नगरिकन के भन्छु भने ट्रान्सपेरेन्सी राख्नुहोस् तपाईँ, एकाउन्टेबल हुनुहोस् तपाईँ, ट्रान्सपेरेन्ट हुनुहोस् तपाईँ, कानुनी शासनलाई मान्नुहोस् तपाईँ, मान्छे स्वतः नैतिकवान हुन्छ। तपाईँ झुटो कुरो गरेर हिँड्नुहुन्छ, फ्रड काम गर्नुहुन्छ, गलत काम इलिसिट वेल्थ जम्मा गर्नुहुन्छ, गैर कानुनी तरिकाले धन जम्मा गर्नुहुन्छ, स्वाभाविक रूपमा त्यहाँ त्यो अनैतिकता हुन्छ र त्यसले आफ्नो नराम्रो कामलाई जस्टिफाई गर्नको लागि नैतिक शिक्षाको कुरो गर्दै आएको छ। त्यसैले म भन्छु तपाईहरुलाई आज एउटै सूत्रमा भन्छु, पत्रकार साथीहरू, आम नागरिकले पनि थाहा पाइराख्नुपर्ने कुरो के हो भने अनैतिक मान्छेले मात्रै नैतिक शिक्षाको कुरो गर्छ। नैतिक शिक्षा पाठ पढेर, विश्वविद्यालयमा नैतिक शिक्षा पढेर, स्कुलहरूमा नैतिक शिक्षा पढेर मान्छे नैतिकवान हुने होइन। मैले यो विषयमा यति मात्रै बोले। तेस्रो विषय मलाई दिएको छ बफर स्टेटको बारेमा। नेपाल न हिजो बफर स्टेट थियो, न आज बफर स्टेट छ, न भोलि नेपाल नामको देश रहन्जेल बफर स्टेट रहन्छ। बफर स्टेट भनेको चाहिँ, जसलाई बफर जोन पनि भनिन्छ, बफर स्टेट भनेको दुईवटा कन्फ्लिक्टिङ कन्ट्रीहरू, दुईवटा द्वन्द्वरत युद्धरत देशहरू को बीचमा यदि कुनै स्पेस खाली छ भने त्यो खाली स्पेस न्यूट्रल स्पेस हो। त्यो स्पेसलाई बफर जोन, बफर स्टेट भनेर भनिन्छ। जस्तै नेपालको 10 गजा, भारत र नेपालमा 10 गजा भन्ने एउटा पार्ट छ, त्यसमा भारतले पनि दाबी गर्न सक्दैन र नेपालले पनि दाबी गर्न सक्दैन। त्यसैले हाम्रो लागि त्यो बफर जोन हो। त्यस्तै स्टेट हो बफर स्टेट भनेको। त्यसैले यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन बफर स्टेटको कन्सेप्ट ल्याएको रहेछ, मैले त हेरेको थिइनँ। यो नेपाल कहिल्यै बफर जोन, बफर स्टेट भएन। हाम्रो आफ्नै सोभरेन्टी छ, हाम्रो आफ्नै फरेन पोलिसी छ, हाम्रो आफ्नो सरकार छ, हाम्रो आफ्नो कानुन छ र दुनियाँलाई हेर्ने हाम्रो दृष्टिकोण छ। उदाहरणको लागि हामीले रुस र युक्रेनको युद्धमा युक्रेनको पक्षमा नेपालले, तत्कालीन सरकारले समर्थन जाहेर गरेकै हो। हाम्रो आफ्नो ओपिनियन छ। हामी अमेरिकासँग, चाहे भारतसँग, चाहे चीनसँग इन्डिपेन्डेन्ट रिलेसन राख्न सक्छौँ। त्यसैले हामी बफर जोन होइनौँ, हामी बफर स्टेट होइनौँ। यो गलत कुरो, गलत माइन्डसेटका साथ यो गलत कुरो सम्प्रेषण गर्ने काम नगरौँ। अब हामी हौँ के त?
हामीले ट्रान्जिट स्टेट भन्न चाहिँ मिल्छ। साउथ एसियालाई इस्ट एसियासँग जोड्ने नेपाल एकमात्र मुलुक हो। साउथ एसियन रिजनलाई चाइनासँग जोड्ने, जसलाई इस्ट एसियन तपाईँ मलेसिया, हङकङ लगायतका, ताइवान लगायतका देशहरू जति पनि इस्ट एसियन कन्ट्रीहरू छन्, इस्ट एसियन कन्ट्रीलाई साउथ एसियासँग जोड्ने नेपाल एक मात्रै देश हो। देश हो, त्यसैले नेपाल ट्रान्जिट स्टेट हुन सक्छ। नेपाल इमर्जिङ इकोनोमी भएको देश हुन सक्छ। नेपाल ल्यान्ड लिङ्क्ड कन्ट्री हुन सक्छ, तर बफर स्टेट हुन सक्दैन। त्यसैले मैले आग्रह गर्न चाहेको कुरो के हो भने नेपाल भाइब्रेन्ट स्टेट पनि होइन। भाइब्रेन्ट भनेको स्टेटसँग, यो पोलिटिकल इकोनोमीसँग नमिल्ने कुरो, यो कल्चरसँग मिल्छ। भाइब्रेन्ट कल्चर हुन्छ तर भाइब्रेन्ट स्टेट हुँदैन। त्यसैले साथीहरूले शब्दको प्रयोग गर्दाखेरि अलिकति जानकारी राखेर प्रयोग गर्नु पर्यो। भाइब्रेन्ट कल्चर हुन्छ, दिस कल्चर इज क्वाइट भाइब्रेन्ट, यो पश्चिमाहरूले भन्ने हो। देश भाइब्रेन्ट हुँदैन, यो इमोसनल शब्द हो, यो सफ्ट वर्ड हो। त्यसैले शब्दको चयन गर्दाखेरि राम्रो शब्द उपयुक्त हुन्छ, हेरेर विचार गरेर। जसले जे भन्छ ताली पिट्दै हिँड्दाखेरि गलत ठाउँमा अर्कै शब्दको प्रयोग हुन सक्छ। त्यसैले नेपाल न भाइब्रेन्ट हो न बफर हो, नेपाल हो भने बरु ट्रान्जिट हो, नन अलाइन्ड हो। हामी डिसआर्मामेन्टमा विश्वास गर्छौँ, असंलग्न परराष्ट्र नीति छ हाम्रो। हामी ट्रान्जिट स्टेट बरु बन्न चाहन्छौँ, किनभने भारततिर साउथ एसियामा 2 अरब पपुलेसन छ, चाइनातिर 1.5 अरब पपुलेसन छ। त्यो 2वटा पपुलेसनको ब्रिज बन्न सक्छौँ, हामी बरु ट्रान्जिट पोइन्ट बन्न सक्छौँ, बिजनेसको हब बन्न सक्छौँ। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु। हिजो बीबीसीले एउटा रिपोर्ट पेश गरेको छ। त्यो रिपोर्टले के भन्छ भने प्रत्येक वर्ष युकेबाट 16,500 मिलियनरहरूले देश छोड्दैछन्। ती कहाँ जाँदैछन् त? 16,500 मिलियनरहरू कहाँ जाँदैछन् त भन्दाखेरि ट्याक्स हेभन कन्ट्रीमा, जहाँ ट्याक्स कम लाग्छ हो। तिनलाई बरु ट्याक्स आकर्षण गरेर 16,500 ब्रिटिसहरूलाई हामीले यहाँ ल्याउन सक्यौँ भने त देश त कहाँ पुग्यो नि त। ती मात्रै। त्यस्तै अमेरिकीहरू देश छोड्दैछन्, भारतीयहरू देश छोड्दैछन्, चाइनिजहरू देश छोड्दैछन्। मान्छेलाई हिँड्न मन लाग्छ, नयाँ ठाउँमा इन्भेस्टमेन्ट गर्न मन लाग्छ, किनभने इन्भेस्टरले नेसनालिटी हेर्दैन। पैसा कमाउने मान्छेको कुनै पनि नेसनालिटी हुँदैन। मिडल क्लासको मात्रै नेसनालिटी हुने हो। 2 किसिमका मान्छेको नेसनालिटी हुँदैन, एउटा वर्किङ क्लास पिपुल, अर्को रिच क्लास पिपुल। धनी मान्छेको पनि नेसनालिटी हुँदैन र गरिबको, जसले पसिना बेच्छ त्यसको पनि नेसनालिटी हुँदैन। ऊ जहाँ काम पाउँछ त्यहीँ जान्छ, उसले जहाँ लगानी गर्न पाउँछ त्यहीँ जान्छ। त्यसैले हामीले लगानीकर्तालाई आकर्षण गर्नलाई बरु नेपाल बिजनेस हब हो, इन्भेस्टमेन्टको हब हो यो देश भनियो भने लगानी आउँछ। तर हामी भाइब्रेन्ट नेसन हौँ, हामी बफर स्टेट हौँ भनेर कसलाई खुसी पार्न खोजेको यो। त्यसैले यस्ता वायात शब्दहरूको प्रयोग गर्दै साथीहरू नहिँडुन्। म यो चेतावनी मात्रै दिन चाहन्छु, सच्याउन चाहन्छु उहाँहरूलाई।